दर्शकबिन भूमिकाले आफ्नै बाउजूलाई बाँधेर भुन्टीलाई कुट्न खोज्दै गर्दा टोकले आएर भुन्टीलाई बचाए अनि टोकलेले भूमिकाको गालामा एक थप्पड कुटे अनि त्यसै क्रममा भूपेन्द्र अनि भूपेन्द्रको दाइ टुप्लुक्क आइपुगेका छन्। दर्शकबिन भुन्टीलाई त्यसरी बाँधेको देखेर भूपेन्द्र र भूपेन्द्रको दाइ पनि एकदमै छक्क परेका छन्। दर्शकबिन अब टोकलेले आफ्नो बहिनी भुन्टीलाई त्यस्तो अत्याचार गरेको कुरा थाहा पाएका छन्। अब टोकलेले भुन्टीको नन्दलाई के गर्लान् अनि भुन्टीमाथि लागेको झुटो आरोपलाई भुन्टीले कसरी सत्य साबित गर्न सक्लिन् सबै थाहा पाउनलाई त तपाईहरुले आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन बिचारी भुन्टीमाथि त्यस्तो अत्याचार भएको छ, भुन्टीले न्याय पाउनु पर्छ भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेरेर कमेन्टमा भुन्टी भनेर लेखिदिनु होला। दर्शकबिन तपाईहरुले पनि भुन्टीको पछिल्लो भाग त पक्कै हेरिसक्नु भयो होला र उक्त भाग हेरिसकेपछि तपाईहरुको मनमा कतै कतै खुसीको महसुस भएको होला। दर्शकबिन तपाईहरुलाई खुसी यस कारणले लागिरहेको छ होला कि आज भुन्टीमाथि त्यस्तो अत्याचार भएको कुरा भुन्टीको आफ्नै दाइ टोकलेले थाहा पाएका छन्। अब पक्कै टोकलेले आफ्नो बहिनीलाई साथ दिएर अत्याचार गर्ने भूमिकालाई सजाय दिन्छन् कि भन्ने आश पलाएको छ। दर्शकबिन तर तपाईहरुलाई दुखी पनि यस कारणले लागिरहेको छ होला कि आज भुन्टीले गर्दै नगरेको गल्तीको सजाय भोगिरहनु परेको छ। बिचारी भुन्टीमाथि लागेका ती झुटो आरोपलाई भुन्टीले कसरी सत्य साबित गर्न सक्लिन् त, जुन कुरा सम्झेर तपाईँ हामीलाई एकदमै दुखीको महसुस भइरहेको छ। दर्शकबिन मैले पनि भुन्टीको आउँदो विषयमा चर्चा गर्नेछु। कृपया आजको यस भिडियोमा अन्तिमसम्म रहनुहोला। दर्शकबिन बिचारी भुन्टीले आफ्नै आमाको त्यस्तो हालत देखिसकेपछि भुन्टीको मन एकदमै आत्तिएको छ। भुन्टी एकदमै दुखी भएकी छिन् अनि आफ्नो आमालाई के कसरी यस्तो हालत भयो भनेर सोधेकी पनि छिन्। दर्शकबिन भुन्टीको आमा बुवा र जमुना दिदीले पनि भुन्टीको त्यस्तो हालत देखिसकेपछि एकदमै आत्तिएर के भयो भनेर सोधेका छन्। दर्शकबिन तर भुन्टीले आफ्नो आमा बुवालाई चिन्ता हुन्छ भनेर आफूलाई केही नभएको कुरा व्यक्त गरेकी छिन्। तर भुन्टीको आफ्नै नन्द पापिनीले भने भुन्टीले त्यसरी केही नभएको कुरा गरेको सुनिसकेपछि एकदमै रिसले भूमिकाले भुन्टी भाउजूलाई यिनलाई केही भएको छैन, नाटकै गरेको हुन् भनेर अनेक थरीको कुरा पनि भनेकी छिन्। दर्शकबिन भूमिकाले त यतिसम्म भनेकी छिन् कि बौला कुकुरले टोक्यो भुन्टीलाई भनेर पनि त्यस्तो नराम्रो शब्दहरू भनेकी छिन्। दर्शकबिन त्यस्तो कुरा भूमिकाको सुनिसकेपछि भुन्टीको आमा बुवा पनि एकदमै छक्क परेका छन् अनि भुन्टीको आमाले भुन्टीले नाटक कहिले पनि गर्दिनन्, त्यस्तो किन भनेकी हुन् भनेर भनेकी छिन्। दर्शकबिन तर भुन्टीले सबै कुरा ठिक भएको कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकबिन अनि भुन्टीको आमालाई उपचार गर्नको लागि भित्र कोठामा लगिएको छ। दर्शकबिन बिचारी भुन्टीलाई आज आफ्नो त पीडा छँदैछ, त्यही माथि आमाको त्यस्तो हालत
देखिसकेपछि एकदमै भुन्टीको मन आतिरहेको छ। अनि भुन्टीले आफ्नो आमालाई हेर्नको लागि कोठामा जान खोज्दै गर्दा भूपेन्द्रले जान दिएका छैनन्। हो दर्शकबिन, भुन्टीको आमालाई एकदमै गाह्रो भएको हुन्छ। हो दर्शकबिन, भुन्टीको आमा बुवाले टोकले छोराको बाल बच्चा होस् भन्ने चाहेका थिए। भुन्टीको आमाले टोकले मात्र आएको देखेर कतै बुहारीलाई गाह्रो भएको हो कि भन्ने शङ्काले कतै बुहारीलाई गाह्रो भएको शङ्का पनि गरेकी छिन्। हो दर्शकबिन, टोकलेको आमा बुवाले कि बुहारी दुई जीवकी छिन् भन्ने कुरा पनि शङ्का गरेका छन्, तर टोकले भने केही पनि बोलेका छैनन्। हो दर्शकबिन, टोकलेको आमाले नाति नातिनाको मुख हेर्न पाए मलाई अलिक आराम हुने कुरा पनि व्यक्त गरेका छन्। भएन। हो दर्शकबिन, टोकलेको आमाले आफ्नो छोराको बालबच्चा भए नाति नातिनाको मुख हेरेर भए पनि आफूलाई अलिक सन्चो हुने कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकबिन, टोकले केही नबोलिकन बाहिर गएका छन्। टोकलेको त्यस्तो व्यवहार देखिसकेपछि टोकलेको आमा बुवा पनि एकदमै छक्क परेका छन्। कतै छोरा बुहारीको सम्बन्धमा कुनै समस्या भएको छ कि भन्ने शङ्का पनि गरेका छन्। अनि टोकलेको बुवाले आफ्नो छोरालाई सबै कुरा सोध्नको लागि छोरा भएको ठाउँमा गएका छन्। हो दर्शकबिन, बिचरा टोकलेले के नै गर्न सक्छन् र। पूर्णिमा त्यस्तै घमण्डी टाइपकी भएको कारणले गर्दा आज टोकले एकदमै चिन्तामा डुबिरहनु परेको छ। हो दर्शकबिन, टोकलेले आफ्नो बुवालाई सबै यथार्थ कुरा पनि बताएका छन्। हो दर्शकबिन, टोकलेले पूर्णिमाको त्यस्तो केही नभएको कुरा पनि आफ्नो बुवालाई बताएका छन्। हो दर्शकबिन, अनि टोकलेले आमा भएको ठाउँमा गएर सबै कुरा बताएका छन्। हो दर्शकबिन, अनि भुन्टीलाई भेट्नको लागि भुन्टीकी आमा भने खोजिरहेकी हुन्छन्। अनि टोकले र टोकलेको बुवा भुन्टीलाई भेट्नको लागि भुन्टीको कोठामा गएका छन्। हो दर्शकबिन, त्यहाँ जाँदै गर्दा भुन्टी नभएको देखेर एकदमै छक्क परेका छन्। अनि त्यहाँको नर्सले भुन्टीलाई अघि नै जबरजस्ती गरेर लग्यो कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकबिन, भुन्टीको बुवा र दाइ भने एकदमै छक्क परेका छन्। अनि भुन्टीलाई भेट्नको लागि टोकले भुन्टीकै घर गएका छन्। हो दर्शकबिन, उता बिचारी भुन्टीलाई बेडमा बाँधेर उता आफ्नै नन्दले बेडमा बाँधेर राखेकी छिन्। बिचारी भुन्टीले आफूले केही गल्ती नगरेको कुरा पनि व्यक्त गरेकी छिन्, तर भूमिकाले केही नसुनिकन भुन्टीलाई अनेक थरीको वचनहरू गरिरहेकी छिन्। हो दर्शकबिन, अनि भीम त्यहाँ आएर भूपेन्द्रले त भुन्टीलाई हेरचाह गर्नु मात्र भनेका रहेका थिए, तर भूमिकाले भुन्टीलाई बाँधेर नि राखेको कुरा देखिसकेपछि भीमले खोलिदिनको लागि भूमिकालाई भनेका छन्, तर भूमिकाले भने अहिले भूपेन्द्र दाइ नआउने भएको कारणले गर्दा नखोल्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकबिन, बिचारी भुन्टीलाई आज आफ्नै देवर र नन्दले मिलेर यस्तो धेरै अत्याचार गरेका छन् कि जुन कुरा शब्दमा पनि बयान गर्न सकिँदैन। हो दर्शकबिन, बिचारी भुन्टीलाई निकै गाह्रो भइरहेको छ, तर ती पापी खाल भुन्टीको नन्द देवर भनाउँदाहरूले कुनै पनि वास्ता नगरिकन भुन्टीलाई अनेक थरीको यातनाहरू दिइरहेका छन्। हो दर्शकबिन, भूपेन्द्र भने
आफ्नो दाइलाई लिनको लागि एयरपोर्टमा गएका छन्। तर यता घरमा भने भुन्टीलाई आफ्नै नन्द र देवर मिलेर निकै नै अत्याचार गरिरहेका छन्। दर्शकबिन भुन्टीले बार आफूलाई खोल्नको लागि निकै अनुरोध गर्दा पनि भूमिकाले भुन्टीको कुनै कुरालाई वास्ता गरेकी छैनन्। दर्शकबिन भुन्टीले आफूलाई दिएको यातना पनि सबै सहन्छिन्, तर आफ्नो आमाको बारेमा केही कुरा यानि कि नराम्रो कुरा भन्नु भने कहिले सहन सक्दिनन्। त्यसै गरी भूमिकाले पनि भुन्टीको आमाको बारेमा तिम्री आमा यतिखेर त मरिसक्ने होला भनेर नराम्रा ती नमिठा वचनहरू गरेकी छिन्, जुन कुरा सुनेर भुन्टी एकदमै रिसाएकी छिन् अनि भूमिकालाई गाली गरेकी छिन्। दर्शकबिन भूमिकाले पनि आफ्नै भाउजूलाई कुट्नको लागि खोजेकी हुन्छन्। तब टुप्लुकै त्यहाँ भुन्टीको आफ्नो दाइ टोकले आएर भूमिकाको हात पकडेका छन्। दर्शकबिन भुन्टीलाई त्यसरी बाँधेको देखेर भुन्टीको दाइ टोकले एकदमै छक्क परेका छन्। दर्शकबिन आज टोकले पनि भुन्टीलाई आफ्नै नन्दले त्यस्तो अत्याचार गरेको कुरा थाहा पाएका छन् अनि टोकलेलाई भूमिकाले कुट्न खोज्दै गर्दा टोकलेले भूमिकाको हात पकडेर भूमिकाको गालामा एक थप्पड कुटेका छन्। दर्शकबिन टोकलेले त्यसरी भूमिकालाई कुटिसकेपछि भूमिका भने एकदमै रिसाएर टोकलेलाई अनेक थरीको गाली गर्दै अनपढ गवार भन्दै गाली गर्दै फेरि पनि कुट्न खोज्दै गर्दा टोकलेले भूमिकालाई पकडेर ठेलिदिएका छन्। दर्शकबिन त्यसै क्रममा भूपेन्द्रको दाइ भीम त्यहाँ टुप्लुक्क आइपुगेका छन्। भुन्टीलाई त्यसरी बाँधेर राखेको अवस्था देखिसकेपछि भूपेन्द्र र भूपेन्द्रको दाइ पनि एकदमै छक्क परेका छन्। दर्शकबिन अब टोकलेले आफ्नै बुइनी भुन्टीमाथि त्यस्तो अत्याचार गरेको कुरा थाहा पाएका छन्। अब टोकलेले भुन्टीमाथि गर्ने अत्याचार ती भूपेन्द्रको परिवारलाई यानि कि भूपेन्द्रको बुइनी र देवरलाई के गर्लान् त? दर्शकबिन भुन्टीले अब आफ्नो लागि न्याय कसरी पाउलिन् त? आफूमाथि लागेका ती झुटो आरोपलाई भुन्टीले कसरी सत्य साबित गर्न सक्लिन् त? यो सबै थाहा पाउनको लागि त तपाईँ हामीले अर्को भागको प्रतीक्षा भने गर्नै पर्ने हुन्छ। तबसम्म प्रतीक्षामा रहनुहोला।